दिमागी सिलाइस 2082 को लागि तयारी कक्षा सुरु गर्दै हुनुहुँदै केही समस्याहरूको समाधान गरौँ। प्रश्न नम्बर 1 मा छ शिक्षाहरू केही होइन बानीको निर्माण हो, यो कसको भनाइ हो? क्वेशनमा अप्सन दिएको छ 4 वटा। कमा जोन्डीले, खमा दोस्रो, गामा शङ्कराचार्य र घामा अरस्तो दिएको छ। तपाईँहरूले कमेन्ट गरेर भन्नुहोस् यसको ठिक एन्सर के हुन्छ। र दोस्रो नम्बरमा छ प्रश्न नम्बर 2 मा छ व्यक्तिको चाहना इच्छा अनुसार दिने शिक्षा कस्तो प्रकारको शिक्षा हो? अप्सनमा दिएको छ औपचारिक शिक्षा गाउँमा, अनि खमा दिएको छ अनौपचारिक शिक्षा, गाउँमा दिएको छ अनियमित शिक्षा, अनि खमा दिएको छ विशिष्ट शिक्षा। अब यो कुन प्रकारको शिक्षा हो मलाई आएन साथीहरू, कसैले आउँछ भने कमेन्ट गरेर अवश्य नै उत्तर दिनुहोला। अनि प्रश्न नम्बर 3 मा छ हाल नेपालमा साक्षर घोषित जिल्लाको संख्या कति रहेको छ? कमा 66 वटा, खमा 67 वटा, अनि गमा 68 वटा, अनि घामा 69 वटा दिएको छ। यसको सही उत्तर के हो साथीहरू, यो त मलाई पनि थाहा भएन। तपाईँहरूले कमेन्ट गरेर भन्नुहुन्छ भने उत्तर दिनुहुन्छ अनि पछि नै हामीलाई थाहा हुन्छ। जसले पनि आउँछ यसको उत्तर अवश्य नै कमेन्ट बक्समा दिनुहोला। क्वेशन नम्बर 4 सन् 2025 सेप्टेम्बरमा भएको युनिटी कप 20 अन्तर्राष्ट्रिय श्रृङ्खलाको उपाधि कसले जित्यो? अप्सनमा कमा दिएको छ भारत, खमा बङ्गलादेश, गमा नेपाल, अनि घामा दिएको छ चीन। अब यसको उत्तर यो चाहिँ कलरफिया जस्तै देखिएको छ। यसको उत्तर धेरै जसो साथीहरूलाई आउँछ होला, अवश्य नै कमेन्ट बक्समा यसको उत्तर दिनुहोला। अनि क्वेशन नम्बर 5 मा छ नेपाल प्रहरीमा आर्थिक सम्बन्धी अपराध अनुसन्धान गर्ने उद्देश्यका साथ आर्थिक तथा वित्तीय अपराध अनुसन्धान एकाइको गठन कहिले भएको थियो? अप्सनमा 2080 वैशाख, खमा 2081 वैशाख, गमा 2081 चैत्र, अनि घामा 2082 वैशाख। अनि क्वेशन नम्बर 6 8000 भन्दा बढी हिमाल नेपालमा कतिवटा छ? कमा छ 6 वटा, अनि खमा दिएको छ 7 वटा, गमा 8 वटा दिएको छ, भने घामा 9 वटा दिएको छ। अब यसमा सही उत्तर के हुन्छ भने कमेन्ट बक्समा अवश्य नै दिनुहोला। क्वेशन नम्बर 7 नेपाल सरकार र आन्दोलनरत शिक्षक बीच 9 बुँदे सहमति कहिले भएको थियो? अप्सनमा 2082 वैशाख 16 गते, खमा 2082 वैशाख 17 गते, अनि गमा 2082 वैशाख 18 गते, अनि घामा 2082 वैशाख 19 गते दिएको छ। कमेन्टमा अवश्य नै यसको उत्तर दिनुहोला।